चाहिँ हामी गाउँ काट्न जाँदैछौँ। साइकलमा जान लाग्यो। हेलो गाइज, हामी चाहिँ गाउँ काट्न जाने बगाल। साइकल अगाडि अगाडि कुदाउनु भएको छ, म चाहिँ पछि पछि कुदिरहेको छु आफ्नो साइकलमा। माइजू कुदाएर त ल। आज चाहिँ गाउँ काट्ने कार्यक्रम ल्याएर है बगाल। गाउँ काट्ने भन्दा मान्छे खेतालो भन्दा बच्चा बच्ची धेरै छन्, पानी बोतल बोक्दै हिँड्दै। यो चाहिँ हामीले काटेको गाउँ यसरी काटिन्छ, यसरी मुखा बानिन्छ। हामीले काटेको गाउँ यता यस्तरी मुठा बानिन्छ। साथीहरू आधा रह्यो पानीको फसल मेरो त घर छैन भिजमै बसल। म चाहिँ मुठा बान्ने गाउँ भिजाउन जाँदैछु। भिजाउनु पर्छ क्या, घामले पुरै लागेछ अहिले त। बढी मुठा हो। आज पनि सकेन गाउँ काटेर भनी बानलाई बाँकी छ। आज मैले गीत गाउन आएको हजुरहरू सबैलाई यस्तै भन्छ कि एउटा टिकटकमा मैले सुनेको हजुरहरू सबैलाई नमस्कार भनेर त्यस्तो नि गीत हुन्छ र। गाउँ काट्ने बगाल यति 4 जना हो गाइज। भ्याएन 4 जनाले 10 पर्ने भयो। 4 जनाले 10 कथा भ्याइन्छ र। कोही 30 मान्छे हो नि आए गाइज भोलि बिहान आए गाइज। यही भलकबाट भन्छु, भोलि बिहान 4 बजे सब बारीमा यहाँ गाउँ काट्न उपस्थित हुनु होला हजुर। अहिले 5 बजेको समाचार यही समाप्त हुन्छ। धन्यवाद।